साथमा काखी छेपेर हिँड्ने एउटा कम्पनी हो र यसले भनेको हामीलाई त्यो सिस्टमभित्र रहेर प्रोडक्टलाई प्रयोग गरेर हामी अगाडि बढ्यौँ भने सुनिश्चित रूपमा भनेको हाम्रो डेस्टिनेसन छ, हाम्रो गन्तव्य छ भन्ने उहाँले चाहिँ हामीलाई प्रश्न पारेर यहाँबाट बिदा भइसक्नु भएको छ। र यसपछि आफ्नो अनुभव सेयरिङ गर्ने क्रममा म ईएसडी पुष्प चामलिङ राईज्यूलाई यस स्टेजमा आएर आफ्नो अनुभव सेयरिङ गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। पुष्प चामलिङ। धन्यवाद। गुड मर्निङ। सन्चै हुनुहुन्छ? छैन होला। कतिजना साथीहरू सन्चै हुनुहुन्छ? यसो हात उठाउनुहोस् त। सन्चै हुनुहुन्छ? सबैजना बिरामी हुनुहुन्छ। गुड मर्निङ। धन्यवाद आजको यस कार्यक्रम सञ्चालक साथमा यस रियाद पथाको कार्यक्रम आयोजक टिमका सम्पूर्ण लिडर साथीहरू र सदस्य अनि लिडर साथीहरू, नयाँ साथीहरू र सम्पूर्ण उपस्थित स्वास्थ्य प्रेमी अनि डिरेक्सन प्रेमी साथीहरूलाई म पुष्प राईको तर्फबाट हार्दिक न्यानो अभिवादनको साथमा नमस्कार। सर्वप्रथम मेरो आफ्नो छोटो परिचय दिन्छु। म पुष्प राई, यहाँहरूकै दाइ अथवा भाइ, घर नेपालको पूर्वी पहाडी जिल्ला धनकुटा, साउदी अरबमा बसोबास गर्दैको मात्रै 9 साल पुग्यो, डिरेक्सनमा आएको पनि 5 वर्ष पुग्यो। यतिकै समयमा मैले आफूले पाएको मेरो आफ्नो अनुभव र डिरेक्सन कम्पनीको सिस्टम र प्रोडक्टले मलाई दिएको फाइदाको बारेमा यहाँलाई सठिक रूपमा जानकारी गराउँछु। सो तयार हुनुहुन्छ? गुड मर्निङ। खै त थाक्नु भयो के हो गर्मीले? अलिक पावर पुगेन। एकपटक प्लिज। गुड मर्निङ। गुड मर्निङ। अलिकति अगाडि सर्दिनुहोस् त, पछाडिको साथीहरू पनि छिर्न दिउँ। के भएको छ र होइन? परेको म बिर्छु। प्लिज एकपटक यो उडेर गयो भने हाम्रो मदन सर अगाडि हाल्दै उहाँलाई जिम्मेवारी दिन्छु म आफै लिँदिनँ। एकपटक गुड मर्निङ। गुड मर्निङ। गुड मर्निङ। धन्यवाद। विशेष गरी डिरेक्सन कम्पनीको हलमा छिरिसके पश्चात हामीले बुझ्नुपर्ने कुराहरू सठिक रूपमा म यहाँहरूलाई बताउँछु। एक त परिवार छोडेर हामी प्रवासमा छौँ, यो सबैलाई स्वीकार्य छ। या घरमा छौँ हामी प्रवासमा छौँ। यहाँ केका लागि आएका छौँ? पैसाको लागि आएका छौँ। कम्पनीमा काम गर्ने व्यक्तिहरू धेरै साथीहरूले सबैजनाले कम्पनीमै काम गर्छौँ हामीले, तर धेरै साथीहरूले पैसा कमाइसक्नु भएको होला तर सन्तुष्टि भने छैन, हो कि होइन? विशेष गरी डिरेक्सन कम्पनीको सिस्टममा छिर्नुको कारण भनेको, छिर्नुपर्ने एउटा आवश्यकता भनेको तपाईँ जस्तो मध्यमवर्गीय मान्छेलाई र खाडीको भूमिमा जागिर खाने व्यक्तिको लागि सिस्टममा छिर्नुको अर्थ भनेको के रहन्छ भनेदेखि हामीलाई भोलिका दिनमा हाम्रो आफ्नो लालावालाहरू छन्, हाम्रो आफ्नो परिवारहरू छन्, ती भावी पुस्ता हाम्रो आफ्नो सन्ततिहरूको खुसीको लागि, साथमा समृद्धिको लागि र हाम्रो आफ्नो बाल बच्चाहरूको लागि राम्रो उच्च शिक्षा दिनको लागि मै जस्तो बन्नको लागि या हामी जस्तै गुलाम बन्नको लागि हाम्रो आफ्नो छोरा आफ्नो नातिहरूलाई पनि पुनः साउदीमा फेरि खजुरको रुख हेर्नलाई लिएर आउने हो कि या होइन? ती चिजहरूबाट बचाउन सक्ने क्षमता डिरेक्सन कम्पनीको सिस्टममा छ। गुड मर्निङ। अर्को कुरा, पैसा कमाउनको लागि यहाँ आएको छौँ हामी, सबैलाई थाहा छ हामी पैसा कमाउनको लागि आएको छौँ। गुड मर्निङ। सुनिन्छ? सुनिन्छ होइन? पैसा कमाउनको लागि आएको छौँ हामी र यहाँनिर आइसकेपछिको पीडा भनेको यो हामीलाई थाहा भएकै कुरा हो। साउदी जस्तो ठाउँ एउटा छोरी मान्छे होइन, यहाँ छोरा मान्छे बलात्कार हुन्छ, हो कि होइन? र हामीलाई सन्तुष्टि छैन पैसा कमाउनको लागि। भोलिका दिनमा हामी आफ्नो दिमागी हालत सन्तुलन गुमाएर आफ्नो परिवार सामु पुग्नुपर्ने स्थितिहरू आउँछ। त्यो स्थितिहरूबाट बचाउनका लागि डिरेक्सन कम्पनीको उत्पादन सबैभन्दा नम्बर 1 छ। गुड मर्निङ। सुनिन्छ पछाडि? या माइकै युज गर्नु? भोलिका दिनमा हाम्रो आफ्नो स्वास्थ्य नबिग्रियोस् भन्नको खातिर र यहाँनिर आइसकेपछि एउटा दुःखको कुरा त के छ भनेदेखि
साउदी मात्रै नभएर गल्फ छिरिसकेपछि बिरामी नहुने मान्छे त कम मात्रामा मात्रै पाइन्छ। यो हामीले जानेकै कुरा हो। कतिको सुगर छ, कतिको प्रेसर छ, कतिको दम, अल्सर, ग्यास्ट्रिक, प्यारालाइसिस, किडनीको पथरिया, त्यति भएन नसा सम्बन्धी समस्याहरू, त्यति भएन छालाको एलर्जी, त्यति भएन रातभरि निद्रा नलाग्ने, दिनभरि आँखा फुलेको गर्ने, कमजोरी महसुस फिलिङ भएर घर पुग्ने। पैसा कमाउन आउनुको अर्थ यही हो। पैसा कमाउनलाई आएको छौँ, यहाँनिर रोगी बनिराखेका छौँ। हाम्रो औचित्य त्यही हो। सौदीमा रुखमा फलेको छ। हामी त्यही चिजलाई लिनको लागि आएको छौँ। त्यही रुखमा चाहिँ फलेको चिजलाई हामीले ग्रहण गर्नको लागि यहाँ आएको छौँ। हाम्रो आफ्नो परिवारलाई एक ठाउँमा थाती राखेर पैसा कमाएर ल्याउँछु, झोलाभरि बोकेर ल्याउँछु अथवा ब्याङ्क ब्यालेन्स गर्छु, त्यति भएन नारायण हिन्दी जत्रै ठुलो दरबार जत्रो घर बनाउँछु, भएन बिघाको बिघा जमिन खरिदेर आफ्नो परिवारलाई सन्तुष्टि दिन्छु र खुसीका साथ जिउन बाध्य बनाउँछु भनेर एउटा परिकल्पना गरेर हामी प्रवासतिर छिरेका छौँ। तर दुर्भाग्य के रहन्छ, यहाँ आएर हामीले पैसा होइन रोग कमाइराखेका हुन्छौँ। हाम्रो आफ्नो शरीरलाई दिनानुदिन रूपमा जीर्ण बनाइराखेका छौँ। ती त्यस्ता चिजहरूबाट बचाउन सक्ने क्षमता डिएक्सन कम्पनीको हरेक उत्पादनहरूमा छ। त्यसको अलावा हाम्रो एउटा तात्पर्य के छ, हाम्रो आफ्नो मनोभावना के छ भनेदेखि पैसा कमाउनु छ, हामीलाई रोगी बन्नु छैन, पैसा कमाउनु छ। पैसा कमाउनको लागि सिस्टमलाई कुदाउने, मदन सरलाई पक्रेर तानेर कुदाउने होइन, सिस्टमलाई कुदाउने। यदि हामीले कुदाउन सक्यौं, सिस्टमलाई कुदाउन सक्यौं भनेदेखि भोलिका दिनमा यही खाडीको देशबाट, यही साउदीको भूमिबाट, यही बालुवा घारीबाट हामीले 3 पुस्ते पेन्सन पकाएर नेपाल फर्कन सक्ने खालका वातावरण डिएक्सन कम्पनीले सिस्टमले दिन्छ भनेदेखि त्यो राम्रो हो या नराम्रो हो? एउटा कुरा भाइरल बनेको छ कुनै पनि समयमा भन्दा पनि 1 महिना अगाडि मलेसियाबाट एउटा न्युज आएको छ, सुन्नुहुन्छ? अलिकति बताउँछु। डिएक्सन कम्पनीले नेपालीलाई मलेसियाबाट बर्मा लुटिरहेको छ। के लुटेको छ? बर्मा लुटेर भुटानतिरको नेपालीलाई होइन नि, बर्मा लुट। तर ती त्यस्ता व्यक्तिहरूलाई, जुन समाचार संरक्षण गर्ने व्यक्तिहरूलाई हाम्रो एउटा ठाडो एउटा डिसिजन, हाम्रो निर्णय दिन्छौँ हामी फोकसका साथ। डिएक्सन कम्पनीले फसाएको छ मान्छेहरूलाई, स्वीकार्नुहुन्छ? डिएक्सन कम्पनीले फसाएको छ मान्छेहरूलाई। कसरी फसाएको छ? एउटा रोगी मान्छे छिरेको छ डिएक्सन कम्पनीको सिस्टममा, डिएक्सन कम्पनीको प्रोडक्ट खाएर उसको शरीरबाट रोगहरू लुटिएको छ। त्यति भएन, डिएक्सन कम्पनीको सिस्टममा छिरिसके पश्चात त्यो व्यक्तिले उसको गर्मीलाई लुटाएको छ। महिनाको हरेक महिना एउटा नेपालीले 1 लाख, 2 लाख, 3 लाख त्यति मात्रै भएन, महिनाको 18 लाखसम्म कमाउने नेपालीहरू यही डिएक्सनको सिस्टममा छ भनेदेखि त्यो लुट्दै छ। त्यहाँनिर विचार गर्नु, त्यहाँ त्यति भएन। आजको दिनमा लुट्दा लुट्दा डिएक्सन कम्पनीको सिस्टमले एमएलएम सिस्टममा, मल्टी लेभल सिस्टममा 24 अङ्कमा झर्नलाई सफल बनेको छ। यस्तै गरी लुट्दै जाऊ डिएक्सन कम्पनी, यस्तै गरी हरेक व्यक्तिलाई लुट्दै जाऊ डिएक्सन कम्पनी एक दिन 1 नम्बरमा झर्नेछ। विश्वास गर्नु, हरेक व्यक्तिलाई धरतीमा जति पनि जन्मेका छ मान्छेहरू, ती व्यक्तिहरूको रोगलाई निको पार्न सक्ने खालको क्षमता डिएक्सन कम्पनीको उत्पादनमा छ। त्यति भएन, जति पनि मान्छेहरू धन कमाउनलाई मुखलागतिर छिरेका छन्, जति पनि मान्छेहरू पैसाको भोगी बनेर प्रवासतिर छिरेका छौँ तपाईहरु जस्तो मान्छे, ती त्यस्ता व्यक्तिलाई यही प्रवासबाट 3 पुस्ते पेन्सन पकाएर नेपाल आफ्नो परिवार, आफ्नो गाउँ समाजसम्म पुग्ने वातावरण बनाइदिन्छ भनेदेखि त्यहाँ पनि लुटिँदैछ डिएक्सन कम्पनीको सिस्टमबाट मान्छेहरू। त्यति भएन, म सिङ्गो मेरै आफ्नो उदाहरण दिन्छु यहाँलाई। हिजोको दिनमा 500 रियल सेलेरी बचाउनका लागि कमिलाको मुद्दको भएर जाने व्यक्ति म यहाँकै अगाडि छु। आजको दिनमा बिन्दास डिएक्सन कम्पनीको सिस्टमबाट फसेर, डिएक्सन कम्पनीको सिस्टमले लुटिएर, डिएक्सन कम्पनीको प्रोडक्टले लुटिएर फसेर मेरो आफ्नो स्वास्थ्य त बन्यो, महिनाको 1 लाख 2 लाख रुपियाँ नेपाली केही पनि जस्तो लाग्दैन।
आशा छ अब यहाँहरूको पालो हामी हस्तान्तरण गर्दैछौँ यहाँहरूलाई। बस यहाँले ग्रहण गर्ने शक्ति एउटा क्षमता बनाउनुहोस्। कुन हिसाबले हामीले त्यो स्थानमा पुग्यौं, कुन हिसाबमा लिडर साथीहरूले आफ्नो स्वास्थ्य बनाउनलाई सफल बन्यो, त्यो क्षेत्रलाई अगाडितिर जानुहोस्। बीचमा कागले के लग्यो, कान लग्यो भन्दैमा उकालो फर्केर भैँसी जस्तो दगुर्यो भनेदेखि आल्टोमा बस्न सकिन्छ। तर दिमागलाई, हाम्रो हरेक व्यक्तिको दिमाग छ, त्यो दिमागको ढकनलाई खोलेर पुरानो जति पनि बिग्रेको चिजहरू छ त्यो चिजहरूलाई निकालेर फ्याँक्नेतिर जानुहोस्। ती भाइरस बनेका चिजहरूलाई डिलिट गरिदिनुहोस्। जुन चिज नयाँ चिजलाई रोप्नुहोस् आफ्नो दिमागमा र एक दिन देख्नुहोस्, एक दिन हेर्दै जानुहोस्। डिएक्सन कम्पनीको सिस्टमले तपाईलाई फसाउँछ, तपाईको परिवारलाई फसाउँछ। कुन हदमा फसाउँछ भनेदेखि डिएक्सन कम्पनीको प्रोडक्टले हरेक रोगी व्यक्तिको शरीरमा लागेको रोगलाई लुटेर फ्याँकिदिन्छ, त्यहाँ लुट्छ। त्यति भएन, हरेक गरिब व्यक्तिहरूको परिवारमा घर घरमा गएर डिएक्सन कम्पनीको सिस्टमले पैसा आउने धारो बनाएर राखिदिन्छ। पानीको मुहानबाट लिएर टप टप चुहिराख्ने बनाइदिन्छ। पाइपलाइन विस्तार गर्न चाहनुहुन्छ, डिएक्सन कम्पनीको सिस्टमलाई फलो गर्नुहोस्। हावामा होइन, हावामा त कहिले तातो हुन्छ, कहिले चिसो हुन्छ। गुड मर्निङ। त्यही भएर हामीले बुझ्नका लागि कतिपय नेपाली दाजुभाइहरू यही साउदीको ठाउँमा आएर आफ्नो सारा सपनाहरू लुटाइराखेका छन्, आफ्ना सारा आफ्ना परिवारहरूलाई रुवाइराखेका छन्। कुन हदमा रुवाएको छ, कुन हदमा लुटाएको छ। यहाँ आएर एउटा गरिब मध्यम वर्गीय मान्छे आफ्नो परिवारलाई छोडेर आएको छ प्रवासमा। यहाँ आइसकेपछि यहाँको खानपान, यहाँको रहन सहन, यहाँको वातावरणले गर्दाखेरि रोगी बन्छ। त्यति भएन, एक दिन त्यो मान्छे फेरि मृत अवस्थामा जान्छ, निर्जीव बनेर रातो बकासमा प्याक भएर ती परिवार सामु पुग्छ। त्यतिखेर सोच्नुहोस् आफ्नो परिवारको कस्तो हुन्छ मन। एकपटक निहालेर सोच्नुहोस् कि हाम्रो आफ्ना परिवारहरूले हाँस्दै हाँस्दै विदाई गरेको छैनन् यो प्रवासमा जानको लागि। पक्कै पनि रुँदै रुँदै चिसो मन लिएर पठाएको छ प्रवासतिर। भोलिका दिनमा फेरि त्यही रुँदै रुँदै पठाएको व्यक्तिलाई रातो बकासमा प्याक भएको देखेर रुँदै रुँदै आफूले एक्सेप्ट गर्नु पर्यो भनेदेखि त्यो अवस्था आफ्नो परिवारको कस्तो होला। डिएक्सन कम्पनीको प्रोडक्टले त्यो चिजहरूबाट बचाउन सक्ने क्षमताहरू छ। जो रोगी बन्न चाहन्छ ती व्यक्तिहरूलाई डिएक्सन कम्पनीको प्रोडक्टले निरोगी बनाइदिन्छ, उल्टो काम गरिदिन्छ। जसले डिएक्सन कम्पनीको सिस्टमबाट निरोगी बन्न चाहन्छ त्यो व्यक्तिले खानुपर्छ। मसरुम पाउडर हेर्दा कस्तो छ, राम्रो छ। बिहान उठ्ने एकपटक हेर्दै राम्रो छ, दिउँसो फेरि हेर्ने एकपटक हेर्दै राम्रो छ, बेलुकी सुत्ने बेलामा एकपटक हेर्दै राम्रो छ। हेरेर मात्रै पक्कै पनि हाम्रो स्वास्थ्य भन्दैन, खानुपर्छ। खाना किन खान्छौँ हामी? खाना किन खान्छौँ? बाँच्नको लागि खान्छौँ हामी, मर्नको लागि। खाना नेपालमा कहाँ पाउँछ सर? हरेक व्यक्ति खाना बाँच्नको लागि खाइन्छ, बस आफ्नो स्वास्थ्य बनाउनको लागि होइन। तर डिएक्सन कम्पनीको 100% नेचुरल प्राकृतिक खाना हो यो, औषधि होइन। फेरि भ्रममा नपर्नु होला यो औषधि हो भनेर। यो खानेकुरा हो, तर यसमा 310 भन्दा धेरै औषधिको काम गर्ने क्षमता यही एउटा चिजमा छ। त्यही भएर डिएक्सन कम्पनीको प्रमुख उत्पादन गानाडरमा जडीबुटीको राजा मानिनुको कारण त्यो छ। यसले हरेक हाम्रो शरीरमा रहेको सिस्टमलाई सही गरिदिनको लागि मजबुत छ। अरबीमा के भन्छ त्यसलाई? मियामी। गुड मर्निङ। के छ? मियामी। अरबी पनि सिक्नु पर्यो होइन? त्यही भएर हरेक चिजलाई हामीले बुझ्नलाई जरुरी छ, हरेक चिजलाई हामीले बुझाउनलाई जरुरी छ। एउटा कथा छ, आज म यहाँलाई धेरै समय लिँदिन। चाइनामा
कहाँ? चाइनामा। एउटा 70 वर्षको वृद्धले 70 वर्षको वृद्ध हुन्छ या जवान हुन्छ? वृद्ध हुन्छ। 70 वर्षको वृद्धले 30 वर्षे के भयो? 30 वर्षको केटी त्यो युवती हुन्छ या वृद्ध बुढी हुन्छ? के हुन्छ? अधवैसे अथवा युवती होइन? अधवैसे युवतीलाई बिहे गरेछ 70 वर्षको वृद्धले। कहाँ? नबिर्सिनुहोस् है, काम लाग्छ नि, दिमागमा सोचिराख्नुहोस्। कहाँ? चाइनामा। अनि त्यो परिवारमा एकजना काम गर्ने गोठालो पनि थिएछ। 70 वर्षको वृद्धले 30 वर्ष अधवैसे एउटा छोरी मान्छेलाई बिहे गरेर लियो र नोकर पनि थिएछ। अनि नोकरले पनि काम गर्दैछ, गाली गर्थे। नोकरलाई साउले गाली गर्दै गुलाम गराउँथेछ। कहाँ? नबिर्सिनुहोस् है, अहिले काम लाग्नु सक्छ। अन्तिममा सोध्छु नि म, कहाँ रे? चाइनामा। त्यसपछि एक दिन त्यो वृद्ध के भयो? राम नाम दुनियाँबाट बिदा भयो। त्यसपछि त्यो 30 वर्षको भर्खरको 30 वर्ष भनेको धेरै बुढी पनि होइन, धेरै जवान पनि। त्यो 30 वर्षे युवती अथवा महिला उसको साउलीले त्यही उसको नोकरसँग बिहे गरेछ। कहाँ? चाइनामा। त्यही नोकरसँग बिहे गरेछ। अनि नोकरले सोचेछ त्यतिखेर, हिजोको दिनसम्म मैले आफ्नो साउको काम गरिरहेको थिएँ भनेर मलाई लाग्थ्यो, तर अहिले चाहिँ मेरो साउले चाहिँ मेरो लागि काम गरिदिइरहेको छ। त्यस्तै साउदीमा पनि 20 वर्ष 25 वर्ष नोकरी गर्नुहुन्छ। भोलिका दिनमा एउटा रोग लिएर नेपाल आफ्नो घर फर्किनु भयो भनेदेखि त्यो पैसा मरिमरि कन्जुस गरेर पसिना बगाएको पैसा कठै त्यो हस्पिटललाई बुझाउन नपर्छ। अहिले त हस्पिटल खुसी भएर सोच्नेछ नेपालको लाखौं युवाहरू अरबमा काम गर्दैछ मेरो लागि। कसले सोच्नेछ? त्यो हस्पिटलले। लाखौं नेपाली युवाहरू खाडी मात्र 50 डिग्रीको तातो घाममा काम गर्दैछ मेरो लागि, मलाई पैसा बुझाउनको लागि। त्यो चिजबाट बचाउन सक्ने क्षमता डिएक्सन कम्पनीको प्रोडक्टमा छ, अरू कुनै पनि प्रोडक्टमा छैन। त्यसको अलावा यो खाडीमा एउटा सानो रोजगारीमा आउने व्यक्ति, डिएक्सन गर्छु भनेर साउदी छिरेको व्यक्ति होइन, एउटा कम्पनीमा रोजगारी गर्नलाई छिरेको व्यक्ति भोलिका दिनमा यसको अवसर यही सिस्टमलाई फलो गरेर अघि बढेर 3 पुस्ते पेन्सन पकाएर नेपाल आफ्नो परिवार आफ्नो गाउँ समाजसम्म जान्छ भनेदेखि त्यो गाउँ, त्यो परिवार, त्यो समाज, त्यो देशले तपाईहरूलाई नकार्छ, धिक्कार्छ या सम्मान गर्छ। के गरी माग्न चाहनुहुन्छ? त्यो यहाँहरूको विचार। सम्मान गरी माग्न चाहनुहुन्छ? डिएक्सन कम्पनीको सिस्टमबाट अघि बढेर जानुहोस्। 3 पुस्ता पेन्सन यही खाडीबाट पकाएर नेपाल जानुहोस्, होइन गुलाम गर्नुहोस् सरकारको। भोलिका दिनमा पर्खेर बसेको छ नेपाल हस्पिटल। त्यही हो हाम्रो के ब्याङ्क ब्यालेन्स गर्ने एटिएम। कमायो हस्पिटलको एटिएममा लगायो, त्यहीँनिर जम्मा भयो जिन्दगी। अनि त्यतिखेरै हुन्छ जिन्दगी, हिन्दीमा हुन्छ त्यतिखेर चाहिँ झान्डु बम बनेको थाहा छ। सम्पूर्ण स्वास्थ्य प्रेमी नेपाली दाजुभाइलाई विशेष गरी डिएक्सन कम्पनीको सिस्टममा आएर सिस्टमलाई फलो गरेर अघि बढ्न सिक्नुहोस्। त्यति भएन, डिएक्सन कम्पनीको हर उत्पादनहरूलाई माया गरेर सेवन गर्नुहोस्, प्रयोग गर्नुहोस्। आफूले प्रयोग गरिसकेपछि, आफूले खाइसकेपछि आफ्नो घर परिवार नातागोता साथीभाइ सबैलाई खुवाउनुहोस्, सेवाको भावना राख्नुहोस्। अहंताको जिन्दगी कहिले पनि ठिक्दैन। एक दिन त्यहाँ किरा पर्छ अनि के हुन्छ जिन्दगी हिन्दीमा त्यही भएकोले गर्दाखेरि त्यहाँबाट बच्नको लागि डिएक्सन कम्पनीको उत्पादन र डिएक्सन कम्पनीको सिस्टमलाई राम्रोसँगले माया गरेर अघि बढ्नुहोस्। यति भन्दै मेरो आफ्नो
छोटो अनि मिठो समयलाई यतिमा अन्त्य गर्न चाहन्छु। राईको छोरो यहाँका सबैलाई थाहा छ, यदि बोलाइमा काहीँ कमी कमजोरी गल्ती भयो भनेदेखि कपाल त छैन, पातलो छ, शिर चाहिँ झुकाएर माफ माग्न चाहन्छु। दिनुहुन्छ, खुसी हुनुहुन्छ, ताली बजाउनुहोस्।